त्यहाँभन्दा पहिला गाई भैँसी हेर्ने गोठालो खेतालो मलाई यस्तो लाग्यो कि यत्रो बारी आउँदा पनि घर नबनाइकन राख्ने यी 3 भाइ श्रेष्ठहरूलाई जोरदार ताली दिनुहोस्। 3 भाइको जग्गा रहेछ। हे परमेश्वरी, उहाँको मध्यमा कहिले घडेरीको टुक्रा बनाएर बेच्ने नआओस्। राम्रा राम्रा खेतीयोग्य जमिन जति घडेरी बनाएर सुरुम बेचेपछि भोलि के खाने हो, कहाँ जाने हो। अहिले मलाई एउटा कुरा भन्नै मन लाग्यो। ल्याउ त नानी, कापी त्यता ध्याच्च फालेको छु, त्यसैभित्र उहाँको नाम लेख्दै हालेको छु। ल्याउ राजा, म आएको थिएँ जीवा कुमारी शर्मा आमाको सुप्रिया होटल कान्छो छोराकोमा आइयो। बाबु, मैले कति तपस्या र त्यहाँ छोरा मधेसतिर लाग्यो। हे भगवान्, मेरो छोरो यहाँ आउन पा भने त्यहाँ आएर होटल खोल्नु भए म त स्वर्गै गए जस्तो भएको छ। 6100 छ, 4100 दुखी गाईलाई दिनु होला। तपाईँ कति दुःख गर्नुहुन्छ। इन्द्रेणी कहिल्यै नछोड्न लगा 2000 इन्द्रेणी तपाईँले राख्नु होला भन्नुभयो। अर्को धनकुमारी क्षेत्रीय आमाले बाबु तपाईँलाई अस्ति नै बिरामी भएको देखेर म कति रोइ थिएँ। आज सन्चो भएर यसरी देख्न पाएँ। 3000 तपाईँले औषधि खानु होला है भनेर दिनुभयो। के आमाहरूको इन्द्रेणी हो कि मेरो? म त आमाहरूको आशीर्वादकारी मुयु भन्नु हुँदैन। यो जनताको करतिर बारेमा कर्मचारी हो। अनि जनताको मायाले यति लागेको उति भ्युज भन्दै हामी कलाकार र पत्रकार हो। त्यसकारण हामीले हाम्रो शिरमा राख्नुपर्ने तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हो। अब म भन्दा नि तकडा यहाँ आज भाइ बहिनी छन् इन्द्रेणीका। अझ बलबहादुर नेपाली दाइदेखि आउँदा बित्तिकै उहाँ सबै ज्ञात अज्ञात सम्पूर्ण कलाकारलाई पनि यहाँबाट स्मरण गर्दै म अहिले भने हाम्रो इन्द्रेणीको सबैभन्दा हिट स्वर्गीय क्याप्टन अहिले पठाउनुहोस् एकछिन है। अहिले पछि मेरो भाइ एकछिन पक्नु प्लिज। एउटा दोकानले खाँदेर हेर्नुहोस् न, छत्रबहादुर साई कृष्ण खडेल इन्द्रेणीको यही हो। उसको दाई स्याउको बोक्दै किचिएको यही हो छत्र साई। हेर्नुहोस् त जुम्लाको यति अर्ग्यानिक स्याउ छ। त्यो दोकानभरि बोकेर सुर्खेत पुर्याउन त उसले त 1 महिना त झन् सानो भयो। जोरदार ताली छत्र साई। उसको हुन नसकेको मायालु कृष्ण बजगाई। जोरदार ताली। हेर्नुहोस् त आफ्ना जोडी छन्। यहाँ कृष्ण बजगाई, त्यहाँ लाउरे बाँकी पहिलाको बिहा हुन नसकेको बुढिया कृष्ण बजगाई। यिनीहरू दुईटाको जोडी अलिक पर जाऊ भाइ, ट्याक्क बस्छ। अब इन्द्रेणीको चक्लेटी गायक को? एकदम नाच्यो कि मृग पाठले उफ्रिँदा युवराज चौधगाई ल्याइदियो है। आफ्ना जोडी छन्। युवराज चौधगाई सधैँ एउटै लुगा लाउँदो रहेछ भनेर अस्ति आमाले एक जोर सुट पठाइदिनु भयो। उहाँले यस्तै रङ मन पराउनु युवराज चौधगाई। अनि यस्तै गरी उहाँको जोडी भनेको उही भूमिका भयो। छिटो जता गए उतै रमाउने, जसले पैसा दियो च्याप्प समाउने यिनै हो। यिनीहरूको भूमिका भयो। यिनलाई कसैले हात नगर्नु होला। युवराज सँग उहाँको जोडी छ। अब आज हेर्नुहोस् त यहाँ हाम्रो गुल्मीकै छोरी इन्द्रेणी जब मोहन बस्नेत भाइहरूले इन्द्रेणीमा पुर्याउनु भयो, त्यस्ता हुन त धेरै विद्यार्थीलाई मैले जीवनमा एउटा पढाउने अवसर पाएको छु। सकिएला भोलि के होला जिन्दगी थाहा छैन, तर म यति समाजलाई विश्वास दिलाउँछु यो देश सतीले सरापेको हो। भीम मल्लले तिब्बत साम्राज्य विस्तार गर्दै थिए। ओखल ढुङ्गा र खोटाङ हुँदै विजय गर्दै पूर्वको व्यापारी नाकाहरूलाई विस्तार गर्दै थिए। दरबारीहरूले तत्कालीन अवस्थामा राजालाई यसले राज्य कब्जा गर्छ भनेर उल्टो आरोप लगाएर मारिदिए। सतीको सराप भन्छौँ। हामीले राम्रो गर्दै जाँदा पनि नराम्रो भन्ने पनि यहाँ हुन्छन्। तर मैले मेरो व्यक्तिगत र मेरो टिमबाट नराम्रो कहिले यो जुनीमा गर्दिनँ, मलाई विश्वास पनि छैन। आज छोरी रविना यदि इन्द्रेणी नभएको भए यति राम्रो पढेर काठमाडौँमा उनी मात्र होइन, उनको दिदी पनि अहिले टप भएकी छन् +2 मा एसएलसीमा र अहिले स्कुलमा टप छन्। जोसेफ जस्तो स्कुलमा मोहन भाइले लानुभयो। दाइ यो नानीलाई पढाइदिनबाट गजब हुन्थ्यो, एकदम विकटमा छ घर भन्नुभयो। जस मैले पढाएँ। छोरी कति ज्ञानी छन्। हेलो भाइ जो झापा कथा गई टिकटक भाइरल कलाकार
खै कला मीरा पोखरेल अनि त्यसै गरी आज हामी म्युजिसियन साथीहरूलाई हामी त्यहाँ रमाइलो पार्छौँ। अब 1.5 घन्टा रेडीको जान्छ। यहाँ पुरस्कार धेरै नै दिनिन्छ यहाँ आयोजक समितिले, होइन? नाच्ने पनि हुन्छ, तर पहिला